हेलो गाइज, आयो बजेर सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। अनि म चाहिँ बनाउँदैछु आज अचार। अचारको लागि चाहिँ मैले खुर्सानी बनाइसकेँ यस्तो। अनि त्यसपछि पिस्नुको लागि चाहिँ यो मिक्स गरेको छु मैले जिराहरू छ थुप्रै चिजहरू हैन यो। अनि त्यसपछि स्पेसल मेन चाहिन्छ हेर्ने दर्शकहरू यता हुनुहुन्छ, कस्टमरहरू किन्ने। मैले पहिलोचोटि बनाउन लागेको अब चाहिँ मासु फ्राई गर्दैछु साथीहरू। अनि कोठाको चाहिँ हाल यस्तै छ, ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गरिदिनु होला हैन। काम गरी गरी यस्तै त हो साथीहरू। अनि ठुलो मान्छेको यहाँ सेवा देख्न पाइने छ। ढेन्टेङ कता छ हौ आशिके? यता छ यता। हेलो 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 गाइस। खै हजुर देखि हेर्नु नि यता हेर्नु भन्नु न पकाउनु। कैसे हो? जल्दी जल्दी काम पाक्दैछ मेरो चाहिँ त्यो काम हो। के भयो सानो पसिना गाडेर बुढा हाल। अचार यो चाहिँ बुढीको अचार हो। अचार बनाउँदैछु मैले चाहिँ लसुनहरू लाएँ साथीहरू। अब त्यसपछि चाहिँ हाल्नुपर्ने मसलाहरू। यो भिडियो चाहिँ मैले धेरै पहिले बनाएको थियो, 2 हप्ता हुन लाग्यो होला सायद। अहिले चाहिँ मैले पोस्ट गर्दैछु। मैले भोइस चाहिँ राख्न पाएको थिएन नि त, अनि त्यही भएर मासु लाउँदैछु साथीहरू। खाएर सिद्धिसक्यो अचार। अनि अचार सिद्धेपछि चाहिँ मेरो भिडियो चाहिँ आउँदैछ साथीहरू। अनि मैले चाहिँ लसुन लगायो। लसुन मलाई खासै मन पर्दैन, अनि त्यही भएर चाहिँ मैले अलि मात्रै लगाएको थिएँ साथीहरू। अनि मैले चाहिँ पहिले ठुलो डाडुले चलाइरहेको थिएँ नि त, अनि त्यही भएर अहिले चाहिँ सानो डाडु लिएको। अहिले खानु मन लागिरहेको। अचार रेडी भयो साथीहरू, आउनु है खानलाई भनेर भन्न पाए त हुन्थ्यो नि। सिद्धिसक्यो, अब फेरि बनायो भने चाहिँ देखाउँछु ल साथीहरू। अनि यो चाहिँ मैले थोरै खानको लागि राखेको थियो साथीहरू। मैले चाहिँ टेस्ट गर्दैछु, तर मैले पहिलोचोटि बनाएको भएर कि कम भयो जस्तो लागिरहेको थियो, तर त्यही पनि राम्रो थियो। तर केही कमी जस्तो त लागेको थियो, त्यही पनि ठिकै लाग्यो। अब अरू अचार नि खाएको छैन, खाएको भए टेस्टको थाहा हुन्थ्यो होला। अनि त्यही हो साथीहरू। अनि अहिले लागि यति नै, बाई बाई।